हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ यो मेरो फर्स्ट ब्लग आएको छ मेरो एकाउन्टको। अब के कस्तो हुन्छ हजुरले हेरिदिनु होला। चाहिँ रेडी भइसक्यो है, हेर्नुहोस् यस्तो हो। अब के हुन्छ आज दिनभरि मैले खिच्न सक्छु कि नै ट्राई गर्छु सकेसम्म हजुरलाई सबै देखाउने। अब मेरो लुक्स चाहिँ यस्तो भएको छ। लुक्स बुटुलमा चाहिँ अलिक घाम लागेको छ है। हिजो अस्तिभन्दा अस्ति चाहिँ अलिक जाडो थियो, अब आज चाहिँ अलिक घाम लागेको छ। गर्मी छ। अब दिउँसो के हुन्छ कस्तो हुन्छ मौसम। स्टार्ट गरौँ गाइज है जानको लागि। वान ट्याप है गाइज, वान ट्याप हो स्टार्ट गरी। साउन्ड पनि मिठो आउँछ टक्क। के कस्तो हुन्छ अब आजको हेर्नु। अब मोटो भ्लग चाहिँ हिँडेको यताउता देखाउँछु। अब मोटो भ्लग नि गर्ने ट्राई मैले गर्दैछु, कस्तो हुन्छ। रेडी टु गो है। अब यस्तो छ लुक्स चाहिँ आज हिँड्नु थालेको। अब यस्तो छ बाटो। यता घर चाहिँ यहाँ है होइन। अब जान्छ। केरा खान्छ यिनलाई सम्पर्क गर्नु होला। लोकल हेर्नु त टन्नै छ। इनफ छ यता नि छ। ए यहाँ त फालाफाल छन् केरा त यार गाइज। हेर्नु त यिनलाई जाडो होला भन्यो, जाडो भएन। अब गर्मी हुँदैछ, गर्मी बढ्दैछ। यस्तै छ अब लास्टै गर्मी भयो। ज्याकेट पनि खोलेँ, हुट लाएर बसेको म चाहिँ। गाइजहरू चाहिँ म यो बुटोलको यो खै के हो ठाउँको नामै थाहा छैन। म त्यही छु। गर्मी छ लास्टै के गर्नु। हाइवेहरू भयो यता। यो ठाउँको नाम चाहिँ थाहा भएन। म यहीँ छु यो हाटबजार पथ भन्नुमा। हिँड्दै आउँदै थिएँ है गाइस। यहाँ यस्तो दामी तोरी फलेछ नि यहाँ हेर्न सक्नुहुन्छ। वहाँदेखि पुरै उतैसम्म के दामी छ यार। दामी तोरी फल रहेछ। उनीहरू चाहिँ केटाकेटीहरू यहाँ साइकल कुदाइरहेछन्। तर तोरी मन पर्यो मलाई यार। गाइस म चाहिँ घरमा आइसकेको छु है। अब घर स्टार्ट गरौँ न। कस्तो हुन्छ जाडो है, जाडो हावा लागिरहेको यता। यता के भइरहेको त यता। यहाँ चाहिँ यहाँ के पकाइरहेको छ रेखाले। चाहिँ यहाँ लप्सी कल्चर हो क्या हो गाइज। गेस गर्नु के हो। यता हामी आइसक्यौँ हाम्रो घर। अब हामीले भ्लगको सुरुवात गरिसक्यौँ हाम्रो घरमा आएर। यहाँ चाहिँ फलगाजी हुनुहुन्छ। यस्ता हेर्नुहुन्छ सरले। कुरकुरे खानुपर्छ फेरि। बाहिर हावा लाग्यो एकदम। हो नयाँ बाटो पिच भएको राम्रो देखियो। त्यस्तै छ जाडो छ बुटोलमा जाडो। तिनाउ बजारको अनबक्सिङ यो हाम्रो मिक्स दाल। के छ यहाँ हेर्नुहोस् यहाँ धेरै कुरोहरू रोक्नुहोस् न धैर्य गर्नुहोस् न। अनि यहाँ चाहिँ च्याउको पोको हेर्नुहोस् च्याउ एउटा काँक्रो अनि तोरी अचार बनाउनलाई। अनि यो हाम्रो बेलाउची
अनि यो हाम्रो यो के अरे लोकल आलु बेलौती राम्रा खान् यी ट्याक अब मैले गाउँमा खान्छु भने अनि यहाँ के हो यो अरे मम्मी सिमी हैन सिमी बजारबाट बजार ठुलै बजार हो। अनि यो चाहिँ के हो भन्दा डाँट किन्दा फुल फेरि टाट किन्दा फुल फेरि गाई फुल मात्रै खानलाई हेर्नुहोस् त्यस्तो हो झोला भर्री है अब लसुन लसुन यहाँ है यहाँ अब यो त अर्को फेरि खन्को बला गएर अनि यो बाहेक हाम्रो यहाँ कति हो यो केरा एक एक दर्जन दर्जन केरा अनि हाम्रो यो केरा त आज जाएँ त्यहीँ भेटिए है कागती अनि 100 रुपियाँको स्पेशल सुन्तला डाँडामा सुन्तला अनि यहाँ हाम्रो छ अर्को साग साग यहाँ अनबक्सिङ यहाँ छ हाम्रो 3 पाउ टमाटर 3 पाउ टमाटर मासु भात खाने अनि यहाँ भनेको अब यो अदुवा छ यो चाहिँ भेयो है ल्याउती अब यहाँ धोएर खानुपर्ने हुन्छ झाडामा ल्याउती ठिक हुन्छ कि खानु च्याप मिठो है एक दामी छ गाइस सात बजिसक्यो हो अब भगिनी बेला पनि आइसक्यो आज खासै राम्रो त भएन नि त्यही पनि हेरिदिनु होला माया गरिदिनु होला आज थ्याङ्क यू सो मच फर वाचिङ बाई